यो चाहिँ डोल्पाको अर्ग्यानिक स्याउ होइन, काटेर खाइदिएको। कति मिठो छ भन्ने के थाहा होइन। यो चाहिँ अर्ग्यानिक डोल्पाली दाइले ल्याइदिएको होइन, काटेर खाएपछि चाहिँ यसको एउटा भिडियो बनाउन भन्ने लाग्यो। अनि आज दसैँको फर्स्ट दिन बिहान हामीले चाहिँ यस्तो पुरक पकाएर खायौँ, साग र पोक बनाएर खायौँ होइन। अनि अब भोलि चाहिँ मेरो बहिनी र छोरी चाहिँ गाउँ जाँदैछ, त्यही भएर गाउँमा चाहिँ अब अरू थोक त घरमा पाउँछ, माछा अलिक पाउँदैन क्या घरमा। त्यही भएर ब्रोइलर माछा रोस्ट गरेर मेरो मम ड्याडलाई पठाउनु लागेको। मेरो मम ड्याडलाई ह्याप्पी दसैँ, त्यो माछा खाएर सन्तोक गर्नु, छोरी यहाँ भनेर चित्त नदुखाउनु भनेर भिडियो बनाउँदैछु गाइजहरू। सबैलाई शुभकामना 2082 सालको दसैँ सबैजनालाई राम्रो होस्, राम्ररी मनाउनुहोस् भन्न चाहन्छु। सबैजनालाई ह्याप्पी दसैँ। गाइजहरू कसरी मनाउनु भयो तपाईँले आफ्नो ठाउँबाट राम्ररी मनाउनु होला होइन। बाई बाई भन्दैछु।